आयोजित कार्यक्रम मलाई लाग्छ स्थापना दिवसको दिनमा पुस्तकालयको स्थापना दिवसको दिनमा पुस्तकहरूको विमोचन अति नै सागर्भित पक्ष हो। हामी आज यहाँ 2वटा पुस्तकहरू विमोचन हुन गइरहेको छ र म तपाईहरुलाई यसको जानकारी दिइरहेकी छु। हाम्रा अति नै सक्रिय सदस्य थिए वरिष्ठ साहित्यकार स्वर्गीय शिशुपाल शर्मा, हाम्रा अग्रज। आज उहाँ हामी माझ हुनुहुन्न। कविता, धेरै लेखहरू, अनुवादको कार्यहरू उहाँले गर्नुभएको हो। विभिन्न पत्र पत्रिकाहरूमा उहाँको लेखहरू प्रकाशित भइ नै रहन्थ्यो। धेरै सम्मानहरूले सम्मानित अनि उल्लेख योग्य साहित्य अकादमी नयाँ दिल्लीबाट उहाँ बाल साहित्यको लागि साहित्य अकादमी पुरस्कारले पुरस्कृत हुनुभएको हो। आजको दिनमा उहाँद्वारा जनहितको निम्ति लेखिएका लेखहरूलाई सङ्कलन गरी परिवार पक्षले प्रकाशन गर्नुभएको छ र यसको लोकार्पण यहाँहरूले यस मञ्चलाई चुन्नुभयो। हामी अति नै खुसी छौँ। उहाँका सुपुत्र तुलसीराज शर्माद्वारा प्रकाशित लोकको गरौँ हित भनी यो पुस्तक हामी प्रथम चरणमा लोकार्पण गर्नेछौँ अनि त्यस पश्चात त्यस्तै फेरि एउटा उल्लेख योग्य स्वर्गीय जय धमला, एक कवि, कथाकार, उपन्यासकार, उहाँको रचनाहरूलाई सङ्कलन गरेर साहित्य अकादमी नयाँ दिल्लीले प्रकाशन गरेको छ भने यसको सङ्कलन सम्पादन गर्नुभएको छ हाम्रा गोर्खा जिल्ला पुस्तकालयका सचिव महोदय श्री विनोद रसाइलीले। यस पुस्तकको लोकार्पण गर्नेछौँ र हामी मञ्चमा आसीन हाम्रा अध्यक्ष महोदय, प्रमुख अतिथि अनि विशिष्ट अतिथिगणको करकमलबाट प्रथममा स्वर्गीय शिशुपाल शर्मा कृत लोकको गरौँ हित भनी पुस्तकको लोकार्पण गरिरहेका छौँ। आज गौरवमय क्षणमा हाम्रा अध्यक्ष महोदय, प्रमुख अतिथि अनि विशिष्ट अतिथिगणको करकमलबाट हामी यो स्वर्णिम पललाई भोगिरहेका छौँ। लोकको गरौँ हित भनी स्वर्गीय शिशुपाल शर्माद्वारा रचित यो पुस्तक अब यसरी हाम्रो समक्ष आएको छ। केही क्षणमा यसको घोषणा प्रमुख अतिथि महोदयले गर्नुहुनेछ। आभार व्यक्त गर्दछौँ हामी हाम्रा अतिथिवृन्दलाई। लोकको गरौँ हित भनी यस पुस्तक लोकार्पण भएको घोषणा गर्दै नहुन प्रमुख अतिथि महोदयलाई आग्रह गरिरहेका छौँ। गोर्खा जिल्ला पुस्तकालयका पूर्व सदस्य स्वर्गीय शिशुपाल शर्मा लिखित पुस्तक लोकको गरौँ हित भनी आज विधिपूर्वक लोकार्पण भएको हो।